धन्यवाद सभापतिज्यू। ढिलो आएकोमा एकदमै मनबाटै माफी माग्दै अहिले राष्ट्रिय स्वतन्त्र पार्टी रूपन्देही क्षेत्र नम्बर 2 मा एग्रेसिभ रूपमा अगाडि बढिरहेको छ। अब हामीसँग चुनावको लागि लगभग 20 दिन जति मोटामोटी बाँकी रहेको अवस्था छ। अब 20 दिनमा हामीसँग भइसकेको मतलाई सुरक्षित गर्नुपर्ने जिम्मेवारी हामीसँग आएको छ। घर दैलो लगभग हामीले अब 4 गतेसम्ममा धेरै ठाउँहरूमा हामीले लगभग पुरा गर्दैछौँ र त्यस पश्चात अब हामी 4 गतेपछि अब औपचारिक रूपमा नै माइकै लिएर घर घरसम्म पुग्न हामीले पाउने अवस्था छ। त्यता हामी अवश्य नै गाडीमा चढेर त्यस्तो घर दैलो गर्ने वाला छौँ। कुनै क्षेत्र पनि नछुटुन हामी नपुगेको सूर्यको किरण जहाँ पुग्दैन त्यहाँसम्म चाहिँ हामी पुग्न सकौँ, मेहनत गरौँ। जहाँ पुग्दैन रवि त्यहाँ पुग्छन् कवि भने जस्तो हामी त्यहाँसम्म पुग्न अवश्य नै प्रयास गरौँ। देशैभरिबाट परिवर्तनको लहर देख्न सबै चाहनु भएको छ। हामी पनि त्यसकै सम्वाहक भएर हामी अग्रमोर्चामा नै अगाडि बढिरहेका छौँ। त्यही भएर ढिलो नगरौँ र आफै पनि ढिलो आएको हुँदाखेरि अब घर दैलो गरेर सुरु गरौँ भनेर